नमस्ते, क्रसमा अटो डेबिट बनाउनको लागि क्रस एप खोल्नुहोस् र माथिल्लो दायाँपट्टि रहेको लगइन साइन अप बटनमा क्लिक गर्नुहोस्। लगइन गर्न कृपया आफ्नो पिन कोड वा पासवर्ड प्रविष्ट गर्नुहोस्। कृपया सी मोर बटनमा क्लिक गर्नुहोस्। कृपया भेरिफिकेसन बटनमा क्लिक गर्नुहोस्। तल स्क्रोल गर्नुहोस् र अटो डेबिट अकाउन्ट भेरिफाई बटनमा क्लिक गर्नुहोस्। कृपया तल रहेको निलो आई हेभ चेक एन्ड प्रिपेयर्ड द आइटम्स एभोव बटनमा क्लिक गर्नुहोस्। कृपया मोबाइल फोन भेरिफिकेसन बटनमा क्लिक गर्नुहोस्। कृपया एग्री टु अल अफ द एभोवमा क्लिक गर्नुहोस् र त्यसपछि तल रहेको निलो कन्फर्म बटनमा क्लिक गर्नुहोस्। कृपया आफ्नो सिमको टेलिकम छान्नुहोस्। यदि तपाईँले मासिक 25,000 कोरियन भन्दा कम तिर्नुहुन्छ भने आलतुल फोन छान्नुहोस्। उदाहरणका लागि, यदि तपाईँको सिमको टेलिकम स्थिति हो र तपाईँले मासिक 15,000 कोरियन तिर्दै हुनुहुन्छ भने तपाईँको टेलिकम स्थिति आलतुल फोन हो, स्थिति होइन। कृपया मुन्जा एसएमएस इन्जिनमा क्लिक गर्नुहोस् र त्यसपछि फोनिन हागिन इयोङ थोङ्गी फिल्सुमा चेक मार्क राख्नुहोस् र तल रहेको रातो थाउम बटनमा क्लिक गर्नुहोस्। कृपया आफ्नो नाम तपाईँको एआरसी कार्डमा जस्तै ठुलो अक्षरमा लेख्नुहोस्। कृपया पहिलोमा आफ्नो थर र अन्तिममा आफ्नो नाम लेख्नुहोस्। कृपया तपाईँको एआरसी कार्डमा भएको 6 अङ्कको जन्म मिति प्रविष्ट गर्नुहोस्। उदाहरण, तपाईँको जन्मदिन 1999-0910 हो, तर तपाईँले 990910 मात्र प्रविष्ट गर्नुपर्छ। एक अङ्कको नम्बर भनेको तपाईँको जन्म मिति पछिको सुरुवात हुने पहिलो अङ्क हो। कृपया 010 बाट सुरु हुने आफ्नो फोन नम्बर प्रविष्ट गर्नुहोस्। कृपया तपाईँको एपमा देखाइएको फोन मुन्जा 5 अङ्कको नम्बर प्रविष्ट गर्नुहोस्। त्यसपछि कृपया तल रहेको रातो दाउन बटनमा क्लिक गर्नुहोस्। कृपया तपाईँको टेक्स्ट मेसेजमा प्राप्त भएको 6 अङ्कको कोड प्रविष्ट गर्नुहोस् र त्यसपछि रातो ह्वागिन बटनमा क्लिक गर्नुहोस्। कृपया चुज ब्याङ्क नेममा क्लिक गर्नुहोस् र आफ्नो बैङ्कको नाम छान्नुहोस्। यदि तपाईँसँग एनएस बैङ्क छ भने, यदि तपाईँको खाता नम्बर 30 वा 32 बाट सुरु हुन्छ भने तपाईँले नोहे ब्याङ्क नै छान्नुपर्छ। तर यदि तपाईँको खाता नम्बर 35 बाट सुरु हुन्छ भने तपाईँले एनएसीएफ बैङ्क छान्नुपर्छ। बैङ्क छनौट गरेपछि कृपया आफ्नो बैङ्क खाता नम्बर प्रविष्ट गर्नुहोस्। तपाईँले अकाउन्ट निकनेमिङ भागमा आफ्नो नाम राख्न सक्नुहुन्छ। कृपया एग्री टु अल अफ द एभोवमा क्लिक गर्नुहोस् र त्यसपछि अन्तिममा रहेको निलो अकाउन्ट ओनर अथेन्टिकेसन बटनमा क्लिक गर्नुहोस्। त्यसपछि कृपया आफ्नो मोबाइल ब्याङ्किङ एप खोल्नुहोस् र आफ्नो खातामा जम्मा भएको 1 कोरियन वोन हेर्नुहोस्। डिपोजिट गर्ने व्यक्तिको नाम ओफुन अनि 4वटा नम्बरको रूपमा देखाइनेछ। ओफुन पछिको त्यो 4 अङ्कको नम्बर जाँच गर्नुहोस् र क्रस एपमा फर्कनुहोस्। कृपया यहाँ ओफुन पछिको 4 अङ्कको नम्बर प्रविष्ट गर्नुहोस्। 4 नम्बर प्रविष्ट गरेपछि कृपया अन्तिममा रहेको निलो खेजुवा इन्जिन बटनमा क्लिक गर्नुहोस्। त्यसपछि तपाईँले यस्तो कल प्राप्त गर्नुहुनेछ। फोन उठाएर के भनिएको छ ध्यानपूर्वक सुन्नुहोस्। तपाईँको 6 अङ्कको जन्म मिति प्रविष्ट गर्न भनेपछि जब बोल्न बन्द हुन्छ, तब तपाईँको 6 अङ्कको जन्म मिति डायल गर्नुहोस्। आफै फोन नराख्नुहोस्। तपाईँले सही जन्म मिति प्रविष्ट गरेपछि यसले प्रमाणीकरण सफल भयो भन्नेछ र कल आफै समाप्त हुनेछ। अझै पुरा भएको छैन। कृपया क्रस एपमा फर्कनुहोस् र निलो भेरिफिकेसन बाइ एआरएस सिस्टम बटनमा क्लिक गर्नुहोस्। त्यसपछि कृपया आफ्नो इमेल ठेगाना प्रविष्ट गर्नुहोस् र निलो कम्प्लिट एआरएस एग्रिमेन्ट बटनमा क्लिक गर्नुहोस्। अब तपाईँको अटो डेबिट सफलतापूर्वक दर्ता भएको छ। तपाईँ गो टु होममा क्लिक गर्न सक्नुहुन्छ र नेपाल पैसा पठाउन सुरु गर्न सक्नुहुन्छ। धन्यवाद।